भरि घुम्ने क्रममा हामी यति लक्की ठाउँमा आइसकेका छौँ। यो चाहिँ झापाको दोस्रो अमेरिका, अर्थात् यहाँ पहिला भुटाडी शरणार्थी क्याम्प भनेर गोलदाब शिविर मानिन्थ्यो। हामी त्यहाँ आएका छौँ। यति राम्रो पोखरी छ अनि यति राम्रो घुम्ने बनाउनु भएको छ। सायद यो ठाउँको मानिसहरू अहिले अमेरिका बस्नुहुन्छ। धेरै लक्की ठाउँ रहेछ यो त। झापाको लगभग बिरतामोडबाट दक्षिणी भेगमा पर्ने। पहिला यहाँनिर म सानो हुँदा पनि बजार लाग्ने गर्थ्यो। बजारमा यस्तो बजार लाग्थ्यो कि यो जुन हामीले पर हरियो घर देखिरहेछौँ त्यहाँ चाहिँ एकदम लामो बजार लाग्ने गर्थ्यो। हामीहरू आउँथ्यौँ परबाट, रमाइलो लाग्थ्यो। आजभोलि सुनसान छ, वन जङ्गलले घेरिएको ठाउँ हो, रमाइलो छ र साह्रै लक्की ठाउँ भन्नुपर्छ। यहाँ बसोबास गरेर अहिले अमेरिका जस्तो ठाउँमा पुग्नु भयो होला। सबैलाई अमेरिका बसाएर पनि यो भिडियो हेरिदिनुहुन्छ भन्ने आशमा छु। जय गोलदाब शिविर।